हेलो गाइज, म शारदा अनि आज हामी यहाँ हाम्रा दोस्त गाइज आज हामी दिदी वहाँबाट आउनुभयो बुटोलबाट एकदम टाढाबाट धेरै टाढा भन्न नि पर्दैन आधी घन्टा लगभग पौने घन्टा लाग्छ। के गरे यहाँ दिदीलाई छोड्न आएको अनि यस्तो चटपटे खाम भनेर यहाँ चाहिँ हामी मोबाइलको किरा उहाँ चाहिँ मेरो छिङ्गो होइसिन्छ। खोइ कुकुर अनि चाहिँ हामी चाहिँ अब के गरे फुल्की खाने भनेर बसिरहेको छौँ। उहाँ अङ्कलले बनाउँदै हुन्छ, अङ्कल त गायब। अरू मलाई केही भन्नुहुन्न, क्षमा पाउनु होला, क्षमा दिनु होला, क्षमा पाउनु होला। कुछ भी नहीं हो रहा, कुछ भी नहीं। जो भेटेर आऊ। यिनी चाहिँ 1 वर्षपछि आछिन्। तिमी मेरो आँखाको नानी। तर मन पर्यो फेरि दिदी एक्लै झ्याउ राख्दैन गाडीमा के ओए यो डल्ले उठ्छ राखेर यस्तो छ यो निसिन या वायल और यता अरे यस्तो बनाऊँ के आउ हेलो बाङ्गे बज्यो। हेलो गाइस, आज चाहिँ हाम्रो प्यारी आउने थियो अब उहाँ चाहिँ छोड्नलाई हामी एकजना हैन दुईजना अरू भन्नु न यता उता नहेरेर हामीले दिदीलाई चढाउँदाखेरि त्यो गाडीको नम्बर दिन्छ, फोन नम्बर दिन्छ, बाइ चान्स फास्टमा भिडियो पठायो ऊ त्यो स्कुटीमा आउनुभएको थियो दिदीले गाडी गयो उनको चक्रमा हामीले गाडी रिजर्भ गर्नलाई अलिक सकेनौँ। खै लान्छ ठिक पर्दै कस्तो आयो है। हेलो गाइस, पानी आउँदैछ, हामी उठ्छ होला गाइसहरू, त्यहाँ केटाहरू त्यहाँ पढ्दैछन् खतरा एकदम पढ्दासहरू, हामीलाई थाहै छैन। हामी त खालि यस्तो हक्कल हल्लादै हिँड्दै मान्छे हो। 1 नम्बरको त्यहाँ 2 नम्बर यहाँ 3 नम्बर हामी त वाउ मौसम चाहिँ जियान सर हजुर के हो जियान सर हजुर के छैन केही डर। गान्डुर कस्तो गाना गान्छ पर्ने सपना हो रियामा जाने के गरेर खाने कस्तो अरू गीत गाउनु आउँछ कि नि आउँदैन ल भन छैन के गरेर खाने सपना हो कोरियामा जाने नपरेर भिडियोमा हिँड्ने बस पुगिन्छ कहाँ गीत भन नि त तिमीले ल बज्न अब गाउँ न गाउँ यार के कसरी लाम खुट्टा दिएछ सरको मगन हाम्रो काम छैन, हामीले गाना गाँदै हिँड्दै यो हस्टल हेर्नुहोस् गाइस। त्यो को सेतो लगाएको ओहो भूत हो के मान्छेको कि भूत थाहा भएन। के गरे छैन यो जिएसको हस्टल हेर्नु, यो बाटो यस्तो कति राम्रो छ। आहा आउनु होला, स्वागत छ हजुर। हामी पनि होइन हाम्रो
सिसिटिभी क्यामेरा यस्तो दामी छ सानोदेखि ठुलोसम्मको व्यवस्था छ यहाँ ठाउँ एकदम खाली छ ठाउँ खाली छैन भनौँ शपिङमा त एकदम रुममा चाहिँ 3 मात्र राख्नुहुन्छ डबल ओके कहिले कहिले त मान्छे धेरै भयो भने 3 बन्ने हुन्छ केराबारी हो केराको लागि अनि हो र केराबारीमा स्वागत छ स्याउबारी स्याउबारी यो केराबारी त्यो स्याउबारी मरिसकेको छ यो अन्टीको पसल अम्बाबारी यो जङ्गलबारी हामी चियाबारी यो स्कुल टेस्ट गर्ने हो एकदम राम्रो हुन्छ आउनु होला कतिजना आउँछन् 1000जना मान्छे माथि आइसक्यो पढ्नको लागि सबै व्यवस्था छ घाम त अलिकति घाम हुन कति चिसो एसी लाग्छ वार्डेन कति दामी हुनुहुन्छ यहाँ हरेक प्रब्लम यिनलाई मात्र हुन्छ अरू कसैलाई हुँदैन हाम्रो ब्लग बाहे 3